हेलो खुबसुरत पिपुल, आज चाहिँ बिहानैदेखि पानी परेको छ होइन। अनि त्यो भएर चाहिँ कतै जान पनि पाइएन। अनि रुममा एक्लै बसिरहेको ठ्याक्क दिमागमा चाहिँ पुरानो कुरा याद आयो क्या। जति बेला हामी होइन टिनेजमा थियौँ नि, त्यतिखेर चाहिँ हामी यो पानी परेपछि हुरी बतास आएपछि रुममा सिरक ओढेर सुत्ने होइन, घरबाट बाहिर ननिक्लिने भन्ने हुन्थेन क्या। जब पानी पऱ्यो हुरी बतास आयो भनेपछि सबैजना केटाहरू चाहिँ ग्यादरिङ भएर हामी बन्देवी मन्दिर भन्ने ठाउँमा गएर चाहिँ त्यो प्यासेजमा मजाले सुतेर बस्ने हो कि गफ गरेर बस्ने कि जति बेला दिनभरि पानी परोस् होइन, दिनभरि हावाहुरी चलोस्, हामी चाहिँ त्यही हुन्थ्यो। हाम्रो जक्सनै त्यही हुन्थ्यो कि त्यतिखेर हामीलाई खाजा खाने मन पनि हुन्थेन होइन, खाजा खानलाई पैसा पनि हुन्थेन, तर पनि हामी खुसी भएर सबै साथीहरू चाहिँ होइन हामी यही मन्दिरमा आएर बन्देवी मन्दिरमा आएर बसिरहेको हुन्थ्यो कि। त्यो भएर पुरानो अतीतका कुराहरू मेरो साथीहरूले नि मेरो भ्लगहरू हेरिरहेको हुन्छ होइन। मेरो साथीहरूलाई समर्पित गर्दै तिमीहरूले पनि लाइक कमेन्ट सेयर गराएर अतीतका कुराहरू सम्झेर एकछिन दुःखी बनाओ केटा हो है। त्यही भएर मैले तिमीहरूको लागि यो भ्लग बनाउँदैछु। टोटल्ली हेरेर टक्क आफ्नो मनको कुराहरू चाहिँ पोखेर जाऊ है त साथीहरू। मिस यु सो मच सबैजनालाई। ल है त खुबसुरत पिपुल, म लगायत मेरो साथीहरूको अति जोडिएको मन्दिर तपाईँहरूलाई देखाउन जाँदैछु। त्योभन्दा अगाडि जाँदा यो बाटोको थोरै कुरा गरौँ। यो बाटो चाहिँ 2002मा ढलान भएको होइन। जति बेला चाहिँ हाम्रो गाउँ पिप्ले 7 थियो भने अहिले राप्ती 2 भएको छ। त्यो बेलामा नेपाल कोरिया विजडम स्कुल र सेमाउलुदोङ भन्ने संस्थाले यो बाटो ढलान गरेको थियो। 2002 देखि 26सम्म आउँदा नि यो बाटो जस्ताको ततै छ। आजभोलिको बाटो चाहिँ 2-4 वर्षमा भाङ्नु जान्छ, खोइ के भयो है। अनि त्यति बेला चाहिँ पिप्ले गाविसभरि कुनै पनि गाउँमा यस्तो ढलान बाटो थिएन। यो पन्थ डाँडाको चाहिँ पहिलो ढलान बाटो थियो है। बाटोको कुरा गर्दा गर्दै फाइनल्ली म चाहिँ मन्दिरमा आइपुगिसकेको छु होइन। अहिले भाइहरूले चाहिँ गाउँको भाइहरू सबै मिलेर चाहिँ मन्दिर पनि दामी रङरोगन गरेर चारैतिर जाली हालेर एकदम राम्रो बनाएको छ। गाउँको बिचमा भएको मन्दिर किन जीर्ण हुँदै गएको छ, किन राम्रो नबनाउँ भनेर चाहिँ सबैजना भाइहरू मिलेर चाहिँ यो मन्दिरलाई फेरि रङरोगन गरेर फेरि पुनर्निर्माण जस्तै गरेको छ होइन। सबैजना सहयोगी भाइहरूलाई धेरै धेरै धन्यवाद। अनि हाम्रो अतीत अल्झिएको यो मन्दिरको प्यासेज भनेको चाहिँ यही हो है। जतिसुकै ठुलो पानी परोस्, जतिसुकै हावाहुरी आओस् होइन, हामी 15-20 जना भाइ साथीहरू चाहिँ सबै यही प्यासेजमा आएर मजाले गफ गरेर बस्थ्यो। त्यतिखेर न पैसा हुन्थ्यो गोजीमा, हामीलाई न भोक न प्यास होइन। घरमा भन्दा पनि धेरै टाइम चाहिँ यही मन्दिरमा जान्थ्यो क्या। सबै साथीहरूले हेरिरहेको होला, तिमीहरूलाई पनि याद छ होला मसँग जो यो मन्दिरमा बस्थ्यो। सबैजनाले हेरेर मेरो भिडियोलाई चाहिँ होइन तिमीहरूले भित्रै मनदेखिबाट आत्मसात गरेर लाइक कमेन्ट पनि गर्नु अनि पुराना कुराहरू पनि पोख्नु होइन। तिमीहरूलाई अझै कति पुराना हाम्रो अति जोडिएका कुराहरू हेर्नु मन छ भन, म भिडियो बनाएर पठाउँछु होइन। सबैजनालाई धेरै धेरै सम्झना मेरो होइन। अनि अर्को कुरो, खाएको हिँडेको डुलेको भिडियो सँगसँगै आफ्नो गाउँमा भएको आफ्नो हरेक मान्छेको अति जोडिएको हुन्छ त्यस्तो भिडियो बनायो भने छुट्टै किसिमको एउटा अनौठो अर्ग्यानिक भ्लग पनि बन्छ होइन। अनि गाउँमा मान्छेहरू सिद्धिँदै गइसक्यो, सबै विदेश होइन। अनि यस्तै गुरुङ सुरुङ भेट हुन्छ कि यसो आउँछ रमाइलो गर्छ, रैसिया रमाइलो गरिदिन्छ, यताउता गफ गरिदिन्छ होइन। छुट्टै किसिमको रमाइलो मेरो चाहिँ जिन्दगी यसै गरी चलेको छ होइन। दिनचर्या यसै गरी चलेको छ। जे होस् गाउँमा रमाइलो हुन्छ, पुराना कुराहरू अल्झिएको कुराहरू मैले देखाइरहेको छु, छुट्टै किसिमको रमाइलो हुन्छ है। र तिमीहरूलाई पनि आफ्नो पुराना मनका कुराहरू कहीँ कतै अड्किएको छ अल्झिएको छ भने यसै गरी भ्लगहरू बनाएर पोख्न सकिन्छ। अहिले डिजिटलाइज भएको जमानामा तपाईँहरू पनि यसै गरी पोख्नुहोस्। हस्त धन्यवाद।